फाइनली गाइज आज धेरै दिनपछि म भिडियो बनाउन गइरहेको छु। भिडियो चाहिँ सधैँ आउँथ्यो होइन, दिवालीको कारणले गर्दा मैले भिडियो बनाउन पाएन किनकि हाम्रो होटल एकदम दबाएर चलिरहेको थियो। आज पनि चलिरहेछ होइन, आज पनि म ड्युटीमै छु। यसो अर्डर नलागेको बेला एउटा भिडियो बनाऊ भनेर भिडियो बनाउन गइरहेको छु। भिडियो चाहिँ यस प्रकारको रहनेछ। हाम्रो साउले चाहिँ धान लगाएको थियो होइन, धान चाहिँ पाकेको छैन कि यताको हाम्रो गाउँघरतिर चाहिँ धान पाकेर मोडा हर्सकेर बुने तयारीमा हुनुहुन्छ होला। यता चाहिँ हाम्रो यो साउको बारी चाहिँ पाकेको छैन कि धान। म देखाउँछु होइन, भिडियो अन्तिमसम्म हेरिदिनु होला। मनपर्छ भने कृपया भिडियोलाई लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला होइन। यहाँनिर चाहिँ यो साउको बारी होइन, यहाँनिर चाहिँ धान लगाऊ। यो धान लगाउने बेला पनि हामीहरू केटाहरू टन्नै जति पनि काम गर्छौँ त्यतिखेर हामीहरू धान सबैले मिलेर लगाऊ। त्यो भिडियो पनि हामीले हालेका थियौँ होइन। गया सालको भिडियो पनि हालेका थियौँ हामीले मोडा हेर्न लागेको, त्यो पनि हालेका थियौँ होइन। आज चाहिँ यो चाहिँ यहाँ हरियाली छ, धान पाकेको छैन। हाम्रो गाउँघरतिर चाहिँ धान पाकेर एकदम मोडा हरे अनि बुने तयारीमा भइसक्यो। यता चाहिँ धान पाकेकै छैन कि यहाँनिर चाहिँ हरियाली छ, यसलाई चाहिँ पाक्न आज चाहिँ टाइम लाग्ने हो। यहाँ साइडको चाहिँ पाकिरहेछ हल्का हल्का, त्यहाँ बिचको पनि पाकिरहेछ। अनि यहाँ जङ्गली बन्नेल पनि आउन सक्छन् क्या यहाँ, किनकि पहाड छ नि त चारैतिर, एकदम ठुलो ठुलो पहाड हाम्रो नेपालको जस्तो पहाड छ। त्यसैले यहाँ जङ्गली बन्नेल पनि आउन सक्छन्। त्यहाँनिर जङ्गली बन्नेल हेर्ने एउटा घर बनाएको छ छानु, म देखाउँछु है। त्यो चाहिँ रातिको लागि घर बनायो कि यहाँ जङ्गली बन्नेल भयो। अब यहाँको जनावरहरू केही धान खान आउँछन् त, जस्तै हाम्रोतिर खान आउँछन् कोदो भयो अनि धान गहुँ जो पनि खाना आउँछ न, त्यसको लागि हेर्नको लागि त्यहाँ घर बनाएको छ। ट्याक्क त्यहाँबाट आउँछ होला सायद होइन। चारैतिर हरियाली छ कि यहाँ हाम्रो गाउँघरतिर जस्तो छ, त्यहाँ ठुलो ठुलो पहाड छ होइन। ट्याक्क खेती बिचमा छ, राति आउन सक्छ कि बनेल सलेल आउन सक्छ। प्रायः जसो यता चाहिँ बनेलै आउन सक्छ होइन। हामीले 2-4 दिन भेगिसक्यौँ यता चाहिँ बनेल। त्यसैले त्यहाँनिर एउटा त्यहाँनिर घर बनाएको छ ट्याक्क, एउटा माथि छ ऊ त्यहाँनिर देखिरहेको छैन राम्रोसँग। पुरै पहाड छ यता चाहिँ हरियाली। म पहाड देखाउँछु, भिडियो अन्तिमसम्म हेरिदिनु होला है। त्यहाँनिर चाहिँ पहाड होइन, पुरै हाम्रो गाउँघरको जस्तो हो कि यहाँ चाहिँ पुरै अक्क लगाएर यहाँनिर चाहिँ बङ्गला छ हाम्रो सेटको, मस्त होइन। पहाड छ।